नमस्ते साथीहरू। म चाहिँ अहिले भर्खरै कामबाट आएर यसो बसिरहेको यता रेस्ट गरेर हैन। आज चाहिँ म के भन्न आएको हो भने यो नेपालको जुन यो मेन पावरहरू छ नि, यो मेन पावरहरूबाट चाहिँ यहाँ कस्तो हुँदो रहेछ भने सप्लाई कम्पनी भनेको के हो भनेर मलाई पनि थाहा थिएन हैन। यो सप्लाई कम्पनी भनेको चाहिँ अब नेपालबाट चाहिँ विभिन्न मुलुकहरूमा मान्छे पठाउने, जस्तै अब धेरैजसो मान्छेहरू त अब युरोप जान सक्दैन हैन। यस्तै अब गल्फ कन्ट्रीहरू साउदी, दुबई, ओमान, कतार यस्तै ठाउँहरूमा पठाउने हैन। तर यो विदेश आउने साथीहरूलाई चाहिँ के भन्न चाहन्छु भने म हैन, यो सप्लाई कम्पनी भनेर थाहा पायो भने आउँदै नआउनु के। पहिला अब मेन पावरमा जाँदाखेरि नै सोध्नु के, राम्रोसँग स्पष्ट गर्नु हैन, प्रष्ट पार्नु। सप्लाई कम्पनी हो कि डाइरेक्ट कम्पनी हो, सप्लाई कम्पनी भयो भने हामी जाँदैनौँ भनेर भन्नु के साथीहरू। मलाई पनि त्यति राम्रोसँग थाहा थिएन हैन। अब म पनि अब विदेशमा काम गरेको लगभग 10-11 वर्ष भइसक्यो। आजसम्म पनि मलाई अब सप्लाई भन्ने चाहिँ थाहा थियो हैन। यो सप्लाई के रहेछ त भनेर मैले पनि अब राम्रोसँग बुझ्न खोजेँ के। सप्लाई भनेको के रहेछ त भनेर बुझ्दाखेरि चाहिँ अब नेपालको मेन पावर, नेपालमा चाहिँ एउटा मेन पावर हुन्छ हैन। नेपालको मेन पावरले चाहिँ अब यहाँ पनि एउटा त्यस्तै मेन पावर जस्तै हुँदो रहेछ कि, एउटा अफिस हैन, यिनीहरूको कन्ट्र्याक्ट। अब यहाँ पनि नेपालको मान्छेहरू अनि यहाँको मान्छेहरू जस्तै अब यहाँ पनि नेपालीहरू पनि हुँदो रहेछ कि सप्लाईमा, अनि अरू मान्छेहरू पनि हुँदो रहेछ। अनि नेपालबाट चाहिँ अब मान्छे पठाउने, अब तिम्रो तलब चाहिँ अब यति छ, अब 2000 हुन्छ, जस्तै अब साउदीको भनौँ न, तिम्रो 1500 देखि 2000 रियालसम्म हुन्छ भनेर उहाँबाट चाहिँ भनिदिने। त्यहाँको चाहिँ अब मेन पावर एजेन्टहरूले उताबाट अब कागज यताउति गरेर अब यहाँको सप्लाईमा कन्ट्र्याक्ट गरेर यहाँको सप्लाईमा पठाइदिँदो रहेछ। तिम्रो तलब 1500 देखि 2000 सम्म हुन्छ, यो कन्फर्म हो भनेर भन्दो रहेछ। अनि के भन्दो रहेछ भने उताबाट चाहिँ अब यो सप्लाई होइन, यो डाइरेक्ट हो, तिमीहरू ढुक्क भएर गए हुन्छ, चिन्ता गर्नु पर्दैन। अब केही समस्या भयो भने हामीलाई फोन गर्नु यताउति भनेर वाट्सएप नम्बरहरू दिने, अनेक थरीको नम्बरहरू दिने गरेर चाहिँ फालङफुलुङ गरेर अब मान्छेहरूसँग चाहिँ अब 1 लाखभन्दा बढी लिने कि अहिले पैसा चाहिँ 150 जस्तै 180 हैन। अब 2 लाखसम्म लिँदो रहेछ कि त्यो जम्मा 1100 रियाल, अब 1200 रियाल भनौँ न, त्यसको अब कति हुन्छ र 1000 रियाल भनेको अहिलेको साउदीको रेट अनुसार 1000 को 36,000 हुन्छ। अब 1000 को 36,000 हुन्छ अनि 1200 दियो भने त्यही हो 45,000 हुन्छ होला। अनि 45,000 पैसामा पठाउने अनि यहाँ सप्लाईमा पठाउने, सप्लाई कम्पनीमा। अनि यहाँको सप्लाई कम्पनीले अनि कन्ट्र्याक्ट गर्ने के, विभिन्न अब यस्तै होटेल रेस्टुरेन्ट अब कन्स्ट्रक्सनहरूमा कन्ट्र्याक्ट गराउने अनि मान्छे पठाउने। अनि लास्टमा तलब चाहिँ यहाँ अब उताबाट चाहिँ 1500-2000 भनेर पठाए, यहाँ चाहिँ जम्मा 1000-1100 मात्रै हुँदो रहेछ कि। अनि त्यो चाहिँ कसरी हुँदो रहेछ भने जस्तै अब म नै यहाँ काम गरेको छु नि त, म त सप्लाईमा आएको होइन, म त डाइरेक्टमा हो होइन। म त 10-11 वर्ष भइसक्यो यहाँ विदेशमा बसेको। यहाँ छोडेर गएर पनि म अब एक्सिट गएर पनि फेरि म डाइरेक्ट कम्पनीमा आएको। अनि यहाँ साथीहरू चाहिँ अब मेरै कम्पनी पनि होइन, सप्लाईमा आउनेहरू धेरै छ कि। अनि उनीहरूको चाहिँ नेपालबाट चाहिँ दाइ अब
1500 2000 भनेर चाहिँ यहाँ पठायो हामीलाई 1100 तलबमा अब यसरी काम गर्नु परेको छ भनेर भन्छ क्या। अब त्यत्रो पैसा लियो, त्यो पैसा तिर्नलाई लगभग 2 वर्षमा पनि हामीले 2 वर्ष काम गर्दाखेरि पनि तिर्न सक्दैन, अब के गर्ने भनेर भन्छ क्या मलाई। त्यही भएर साथीहरू बुझेर मात्र आउनु होला, सप्लाई कम्पनीमा कहिले नआउनु होला, फस्नु होला हैन। त्यही भन्न चाहन्छु हैन। सप्लाई कम्पनी भनेको के भन्ने अब, जस्तै अब भनौँ न म काम गरेको होटेलबाट चाहिँ अब उसको तलब 2000 हुँदो रहेछ के। यहाँबाट कम्पनीले चाहिँ मेरो कम्पनीले चाहिँ 2000 दिँदो रहेछ। अनि मेरो कम्पनीले चाहिँ यहाँको सप्लाई कम्पनीलाई चाहिँ 2000 स्यालेरी पठाउँदो रहेछ त्यो भाइहरूको। अनि त्यो सप्लाईले चाहिँ 2000 बाट चाहिँ 800 उसले त्यो सप्लाईले खाएर 1200 मात्रै दिँदो रहेछ के। सप्लाई भनेको यस्तो रहेछ के। त्यही भएर साथीहरू सप्लाई कम्पनीमा भुलेर पनि नआउनु होला विदेशमा। सप्लाई कम्पनी ठिक छैन हैन, राम्रोसँग बुझेर आउनु होला। त्यही भन्न चाहन्छु। धन्यवाद।